सम्पूर्णमा नमस्कार। म सुन्दर बराल धड्कन। आज हामी कुरा कृषिका भन्ने हाम्रो कार्यक्रम अन्तर्गत आज हामी पुमदिमदेका अगुवा किसान उमाकान्त बरालज्यूको बारीमा आइपुगेका छौँ। हामी उहाँसँग अब कृषिकै विषयमा कुराकानी अगाडि बढाउँछौँ। यहाँ नमस्कार छ है हजुरलाई। नमस्कार, म उमाकान्त बराल। हजुर, म चाहिँ पोखरा 22 पुमदी महानगरपालिका वार्ड नम्बर 22 मोहनछुवारा स्थित मोहनछुवारा कृषि फर्म हो सञ्चालक। म चाहिँ यो वर्षमा यो 5-7 रोपनी जग्गामा 3 सिजन तरकारी खेती गरेको। 3 सिजन 4 सिजन हुन्छ। 2 सिजन काँक्रो हुन्छ, 1 सिजन काउलीबन्दा हुन्छ र एक सिजन चाहिँ सिमीबोडी हुन्छ। गरेर चाहिँ 4 सिजन हुन्छ। म चाहिँ यो माटोमा लडिराखेको छु र हाम्रो यो भूगोलको हिसाबले साह्रै यो पहाडी इलाकामा साह्रै सुक्खा ठाउँ, सिँचाइको असुविधा भएको, काम गर्न साह्रै गाह्रो र हामी चाहिँ यो वास्तवमा किसानका गुनासाहरू भन्नुपर्दाखेरि यो हामीलाई राज्य सरकारले अनुदानका कुराहरू गर्दाखेरि यो थाँक्रादेखि लिएर मलदेखि लिएर यो काम गर्ने अहिलेको परिवेशमा चाहिँ काम गर्ने मान्छे पाइँदैन, न लेडिज पाइन्छ न पुरुष पाइन्छ। यो चाहिँ थाँक्रा लिएर आउनु छ, बोक्नु छ, अनि त्यहाँबाट लिएर यो चाहिँ बारीमा महिलाहरूको काम धेरै हुन्छ। मल बोक्नुदेखि लिएर डाङ बनाउनुदेखि लिएर यो चाहिँ एकदमै अभाव छ। मान्छे पाउन साह्रै गाह्रो छ। यो अनुदानमा चाहिँ यो थाँक्रा मल, कुखुराको मल, गोबर मल र अनि त्यसभन्दा पछाडि यो ज्यामीको पनि चाहिँ भरपाई गरेर चाहिँ किसानलाई दिने व्यवस्था मिलाउनुपर्छ भन्ने मैले महसुस गरेको छु अहिलेसम्मको मेरो कृषिको भगाइमा। र यो अहिले मेरो करिब भक्तपुरे काँक्रो चाहिँ फुलेर लगभग बचिल्ला हालिसकेको अवस्था छ। यो मेरो लगभग 1000 झालको हाराहारी छ। सेरोफेरो लगभग 1000 झार होला। खुर्सानी चाहिँ 700-800 बोट होला। खुर्सानी कोही सारिसकेको छु, कोही सार्न बाँकी छ, गोडमेल गर्दैछु। र यहाँभन्दा पहिला काउली थियो। काउली चाहिँ कुनै बेला बारीबाटै 100 रुपियाँ किलो पनि बेचियो, कुनै बेला चाहिँ बारीमा